सो हेलो एन्ड नमस्ते। होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम दामी बवाल छु है। धेरै पछि आज म भ्लग गर्न गइरहेको छु हैन। अनि आजको अब कन्टेन्ट चाहिँ के भन्दाखेरि चाहिँ टक्क यो मेरो बाइक चाहिँ लगभग 500 किलोमिटर कुदिसक्यो कि। अनि आज चाहिँ यसको सर्भिसिङ फर्स्ट सर्भिसिङ डे छ। सो आज चाहिँ यसको सर्भिसिङ गर्न जाँदैछौँ। म चाहिँ भर्खर घरबाट निस्केँ। अब यहाँबाट टक्क नयाँ बजारतिर जान्छु। त्यहाँबाट हाम्रो समीर दाइ हुनुहुन्छ, त्यहाँ चाहिँ उहाँ पनि एक्सपर्ट नै हो, उहाँ पनि सर्भिसिङ गर्ने यस्तो कुरा गर्दै हुनुहुन्थ्यो बाइकको। सो अब त्यहाँनिर जान्छौँ। अनि त्यहाँबाट के हुन्छ हजुरहरूले भिडियोमा देख्न सक्नु भइहाल्छ। सो धेरै पछि भ्लग गरेको, अब कस्तो कस्तो बोल्न नि अप्ठ्यारो लागिरहेछ। यो तनाव हुन्छ कि यो धेरै पछि भ्लग गरे यस्तै हुन्छ, कहिले के नमिल्ने कहिले के नमिल्ने नि है। तनाव छ हो, तनाव भ्लग गर्न नि गाह्रो छ गयो यार, सबै कुरा मिलाएर जानुपर्ने हुन्छ। सो अहिले चाहिँ म अब नयाँ बजार पुग्न लागेँ। अनि लगभग ढिला नै भइसक्यो, बाइकको सर्भिसिङ गर्नुपर्ने। फेरि अब भोलि बिदा हुन्छ होला सबैको। सो आज लास्ट दिन एकदम प्याक होला यार सर्भिसिङ सेन्टर पनि। सो अलि चाँडो जानुपर्ने हुन्छ। मेरो बाइक सेक्सी भएको चाहिँ ल यहाँ समीर दाइ वेलकम टु माई भ्लग है। ल आज दुईवटा एक्सपोजमा टक्क राइड हुन्छ हाम्रो सर्भिसिङ पछि चाहिँ। अनि दाइको एक्सपोज चाहिँ त्यहाँ छ, दाइको चाहिँ पुरानो 2B-मा, मेरो चाहिँ 4B-मा। यो चाहिँ यस्तो फोहोर भएको छ बाइक पनि। अब सर्भिसिङ हानेपछि त टिलिक्क टल्किहाल्छ नि बाइक त। कहिले काहीँ चाहिँ हाइट भ्याउँदैन कि बाइकमा चाहिँ अलिकति गाह्रो छ। त्यहाँबाट हामी उता सर्भिस चाहिँ उता ज्ञानेश्वरमा जानु छ, किनकि मैले बाइक त्यहाँबाट लिएको हो। अनि त्यहाँनिर सर्भिस बुक पनि बनाउनु पर्ने छ। जाउँ दाइ। ओके ल अब जान्छौँ। कतिको जाम छ, जाम त खासै नहुनु पर्ने। ओहो दाइलाई त खतरा देख्छ त्यो बाइकले, ब्याग के अरे राइडिङ ब्यागले त। घाम चाहिँ यस्तो चर्किएको छ आम्मामा, धत कस्तो जाम भएको अहिले त आम्मामा। काठमाडौँको बाटो यस्तै छ हट। सो अनि हजुरहरूलाई चाहिँ विजय दशमी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना दिएँ है मैले मेरै भ्लगको मार्फत। सो हजुरहरूलाई सबैलाई ह्याप्पी दसैँ, राम्रोसँग मनाउनु होला। अनि अरू त के भन्नु, अब कतिको त है दसैँ पनि मनाउनु अलिकति गाह्रो हुन्छ होला। कति त विदेशतिर जानुभयो होला, गाह्रो छ, जाममा पऱ्यो फेरि। तर यस्तो हुँदो रहेछ कि पहिला त होइन, अब दसैँ भन्ने बित्तिकै कस्तो रमाइलो हुन्थ्यो होइन। सब अब रमाइलो हुन्थ्यो होला कि खासै। अब मैले चाहिँ हामी चाहिँ खासै दसैँ मनाउँदैनौँ नि त। अब जे होस् त्यस्तो टिकाहरू यताउता केही गर्दैनौँ। त्यही पनि अब यसो अरूहरूको हेर्दा कि के अरे दसैँहरू चाहिँ अरूहरू साथीहरूले पनि भन्छ कि पहिला जस्तै त्यस्तो रमाइलो हुँदैन अहिले त दसैँमा भन्ने कुराहरू गर्छ कि। अब समय र परिस्थितिले सबै चेन्ज गराउने कि। अब त्यति बेला हुन्छ नि बच्चै थियो हामीलाई, अब दसैँ तिहार यस्तो रमाइलो हुन्थ्यो जस्तो हुने होइन। अनि अहिले चाहिँ ठुलो भइसक्यो, अब के भन्ने कस्तो हुने कि त्यो खासै त्यस्तो बच्चामा जस्तो हुन्थ्यो अहिलेको त्यस्तो रमाइलो त्यस्तो वातावरण नै नहुने रहेछ कि। समीर दाइ यार खतरा ह्यान्डसम देखाएको छ समीर दाइ यार। बाइक त भ्याउनुहुन्छ नि। यो लन्चरको जाम ए तपाईँहरूको यही होइन नेपाल स्काउटको मेन यही हो। सही ठुलो जाम खोल्यो। हामी स्कुल पढ्दाखेरि मेरो टिचर हो क्या उहाँ चाहिँ। अनि त्यति बेला स्काउट टिचर हुनुहुन्थ्यो उहाँ चाहिँ। हामी लगभग कति 7-8 क्लास पढ्दा होला होइन। अनि अहिले चाहिँ मेरो जिम पार्टनर हो क्या उहाँ चाहिँ। टाइमले कहाँ पुऱ्याउने त मैले भनिनँ अघि तपाईँहरूलाई होइन। टाइम र त्यो परिस्थितिले मान्छेलाई कहाँबाट कहाँ अनि कोसँग कसरी भेटाउने सब के हुने यो भगवान्को है खेल पनि यार। भाग्यले कहाँ लग्यो त्यतै जानुपर्ने क्या हामी पनि। ओहो सो त्यही हो। अब अरू के भन्नु, अब बाइक चाहिँ घोडै छ यार। तर यार मुस्ताङमा झन् कस्तो हुन्छ होला कि बाइक कुदाउनु त यार। सो अनि मैले चाहिँ अब टक्क हामी चाहिँ योपालि पनि फेरि मुस्ताङ जाने प्लान भएको छ। ओइ के गर्छ यार, मुस्ताङ जाने प्लान भएको छौँ। सो यो भाइ मुस्ताङले कति जान्छ यार भन्छ होला कतिजनाले यार। के अनि होइन एउटा यस्तो होइन, मुस्ताङ चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ त्यो फिलिङ नै छुट्टै हुन्छ कि राइडरहरूलाई झन् होइन।
अब गाडीमा गएको चाहिँ यस्तो रमाइलो हुँदैन, बाइकमा गएको चाहिँ यस्तो बवाल कि त्यो के भन्ने त्यो अर्कै छुट्टै त्यो फिलिङै छुट्टै हुन्छ कि। झन् यसपालि त अब मैले चाहिँ अब ड्युक बेचेर एक्सप्रेसमा जाने प्लान गरेको। झन् ओहो यो बाइक त हेर्नु न यस्तो घोडा छ बवाल छ के। अब यसमा चाहिँ अब सेमी डट टायर छ होइन, जे त्यसले चाहिँ जसले गर्दा चाहिँ त्यो अन रोड अफ रोड दुवैमा ठक्क मिलाउँछ क्या त्यो कुदाउन नि। अनि मोटार भयो भने फेरि अफ रोडमा काम छैन। अब फेरि त्यस्तो सबै डट टायर हाले पनि यो अन रोडमा चाहिँ अलिकति गाह्रै हुन्छ कि, गोटेहरू सब जान्छ। सो यसमा चाहिँ कम्पनीले सेमी डट टायर हालिदिएको छ क्या। मुस्ताङको भ्लगहरू आउँछ होइन, जे जस्तो तपाईँहरूले स्टे ट्युन गर्नु। अब त्यति बेलै थाहा हुन्छ कि त्यहाँको त्यो जानेको मजा होइन। त्यति बेला के हुने हो, कस्तो हुने हो, गाह्रो साह्रो पर्ने के हुन्छ होइन। हुन त यो मैले बाइक नयाँ लिएको हो, त्यस्तो अप्ठ्यारो त हुँदैन होइन, बाइकले त त्यस्तो धोका नदेला। त्यही पनि अब मेकानिक सामान होइन, केही भन्नै सकिँदैन कि कतिखेर के हुन्छ केही थाहा हुँदैन, अनसर्टेन हुन्छ, अनसर्टेन हुने कि। पोखरामा चाहिँ अहिले पोखरादेखि उता नारायणघाटको बाटो चाहिँ एकदम बिग्रिया छ भन्छ, तर हामी चाहिँ अब मुगलिनबाट ठ्याक्कै उता पोखरातिर लाग्नुपर्ने छ। त्यस्तो गाह्रो त नहोला, त्यही पनि अब खै बाटोहरू ठाउँ ठाउँमा बिग्रेको छ, पहिरो आएको छ भन्दै थियो। हो नेपालको बाटो यस्तै हो, कति प्रायःले कति दुःख पायो होला कि त्यो गाडीहरूलाई त होइन, कति त्यो के भन्ने अब गाह्रै छ। जो नेपालको बाटोहरू यस्तै हो, जस कतिजना अड्किरहेको होला क्या अझै पनि त्यहाँको जाममा होइन, यति जाम छ भन्दै हुन्थ्यो है। बाइकलाई सजिलो छ क्या, त छिरिहाल्छ होइन। गाडीमा जाने मान्छेहरूलाई चाहिँ बडा टाइम लाग्छ। कस्तो जाम हो त है आज नि। यसरी पुगिसकेका छौँ अनि अब सर्भिस सेन्टर चाहिँ अलिकति अगाडि छ कि। मलाई पनि थाहा छैन, यहाँ समिताले लोकेसन देखाउनुहुन्छ। अनि मैले यो बाइक निकालेको चाहिँ यही हो कि यो हिरो सोरुमबाट होइन। अहिले चाहिँ आउला दाइ, बिल बुकिङ लिनुपर्छ अझै, यहाँबाट यता हो ल। यसको सर्भिस सेन्टर चाहिँ यता रहेछ। ओहो ल फर्स्ट सर्भिसिङ यार मेरो यार बाइकको। अब टक्क लगाएर पुगिसकेँ सर्भिस सेन्टर। भित्र हाल्ने दाइ? ओहो टन्नै छ क्या मान्छे त यार। हेर नि ए दिदी अघि मैले फोन गरेको थिएँ, हजुर टिपाएको थिएँ नि नाम सर्भिसको लागि, त्यो भएछ है। ल ल ल सर्भिस हान्नु अब के हुन्छ प्राइस अब कस्तो कस्तो। ए 19वटा गरिसकेको हजुर। अझै पालो छ टन्ने आमा है, टाइम लाग्ने भइरहेको छ। अब टाइम लाग्छ जस्तो लाग्यो, यहाँ टन्नै टन छ है, लाइन पनि छ। अब के हुन्छ मेरो फर्स्ट सर्भिस, के खर्च आउँछ सब देखाउने छु है। वासिङको यहाँ रहेछ ठाउँ, कतिवटा छ 1 2 3 4वटा, एक लरमा 4वटा हुँदो रहेछ। ल टन्नै टाइम लाग्छ आज। तपाईँको नि हान्ने सर्भिस हो र? ल ठिक छ जम्दा सबै माथि गएर बस्छु। यही पेपर हो? ए सर्भिस बुक छैन कि यसको, त्यही भएर। हुन त यसको त के गर्ने, मोबाइल मात्रै फेरि त होला नि त है। ए प्रब्लमहरू केही हुन्छ भनौँ न। लगभग 500 चान्चुन छ क्या। 546 हजुर। यसको फर्स्ट सर्भिस हो यो होइन दाइ?
अनि यो अलि आवाज आइरहेको कि ठ्याक ठ्याक गर्दै आवाज आएको कि तलबाट अनि त्यो के अरे ब्रेक पनि पछाडिको ब्रेक पनि एकचोटि हेर्न लगाइदिनु त अनि प्लस यो गियर अलिकति साह्रो छ कि यसको चाहिँ है कर्साङ दोर्जे शेर्पा हजुर हजुर छैन 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 त्यही हो हजुर एड्रेस नारायणथान हजुर त्यही हो लास्टमा 4451 त्यही फुल सर्भिस हो मेरो फर्स्ट सर्भिस हो नि त त्यही अगाडिबाट अलिकति आवाज आइरहेको छ कि ब्रेक प्याड पछाडिको अनि क्यार 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 आवाज आउँछ यो के हो के त्यस्तो भयो किचिक किचिक आवाज आइरहेको हुन्छ कि अनि यसले त होइन यसले खासै त्यस्तो आउँदैन नि अब मुस्ताङ हान्नुपर्छ ए अन्त गियर हान्न अलिकति अलिक साह्रो भएको जस्तै फिल हुन्छ नि टर्नै बस्यो होला है प्याकै रहेछ आज पन्ध्र नम्बर ओहो हस् ल फर्स्ट सर्भिस हुँदैछ है मेरो चाहिँ चलाएर मोबाइल त कालो भइसक्यो फर्स्ट मोबाइल टक्क एक्सपोज ल फाइनली सर्भिङ सकेर अब वासिङको पालो है अब एकछिनमै सकिने हो सर्भिसिङ पनि फर्स्ट सर्भिसिङको ल है फाइनली बिल बुक पनि टक्क लाएर आयो मेरो नामको यो इन्सुरेन्स भइहाल्यो अनि सर्भिस बुक आएको छ सर्भिस भइसकेको छ मेरो फर्स्ट सर्भिस चाहिँ होइन अब अहिले फर्स्ट सर्भिस भएर चाहिँ त्यस्तो खर्चहरू केही छैन त्यही मोबिलको चाहिँ लगभग 2350 फुल सिन्थेटिकवाला हाल्नुपर्ने हुँदो रहेछ है 2350 को खर्च निकालेको छ फर्स्ट सर्भिसमा अहिले अब हेरौँ कहाँबाट जाने भाइ कहाँबाट जाने यतैबाट जाने ल त्यही हो अब हैट अब हेरौँ बाइक कस्तो स्मुथ भएको छ फर्स्ट सर्भिसपछि लडिक छ यसलाई यस्तो गरिदिउँ के हो ले स्टार्ट हुनुहुन्छ के हो हैट उड्छ क्या बाइक त यार सर्भिसिङ चाहिँ अब ठ्याक्कै लगभग अब कति 3000 किलोमिटर अथवा अब हेरौँ न मुस्ताङबाट आएपछि के हुन्छ हेरौँ न त्यति बेला सर्भिस गर्नुपर्ने हुन्छ तर अहिले त यो नयाँ बाइक भएर पनि होला होइन त्यस्तो धेरै कस्ट चाहिँ त्यस्तो एक्सपेन्सेस चाहिँ त्यस्तो धेरै निकाल्दैन कि यसले अब त्यो अब चलाउने मान्छेमा पनि भर पर्ने हुन्छ त्यो कुरा त जे होस् अहिले चाहिँ त्यस्तो केही प्रब्लम नदेला जे होस् हो त्यही हो आजको भिडियो अब त्यही हो अब हजुरहरूलाई कस्तो लाग्यो यसो कमेन्ट गर्नु अनि यदि यो भिडियो चाहिँ हजुरहरूलाई युजफुल लाग्यो भने चाहिँ अब फेरि अर्को भिडियो पनि अब म हाल्ने छु है यहाँ छ हाम्रो टुबी राइडर अहिले यो टुबी चाहिँ अलिक तल होचै हुँदो रहेछ क्या उचाल्नु हाइट पनि सानै हो क्या यसको त है पुरानो भएर नि होला तर जम्मै छोइदिएछ अनि गरियो सबै कुरा गरियो बिल बुकहरू पनि सबै लिए सर्भिस बुकहरू सबै लिए अनि त्यही हो अब चाहिँ घर जाँदैछु है हजुरलाई यो भिडियो कस्तो लाग्यो अब फेरि अब खतरा भिडियोहरू आउँछ फेरि है अब मुस्ताङ राइडर चाहिँ हाम्रै छ होइन सो अहिले चाहिँ अब मेरो सबै काम सकेर म घरतिर जाँदैछु सो आजको भिडियो यति नै होप सबैलाई यो भिडियो अलिकति युजफुल होला है
त्यही हो अब अरू त के भन्नु त्यस्तो धेरै खर्च निकालेको छैन होइन त्यही एउटा मोबाइलमा चाहिँ फेरि सर्भिसिङमा जुन चाहिँ मलाई 2350 पर्यो फुल सिन्थेटिकवाला त्यति हो आज सामानहरू चेन्ज गऱ्यो भने त्यति नै हो अब नेक्स्ट सर्भिसमा अब केही होला कि अरूहरू खर्च पनि सो अब आजको भिडियो त्यति नै त्यही नै अब नयाँ बाइकमा त्यस्तो धेरै खर्च चाहिँ आउँदैन क्या अहिले नै तत्काल चाहिँ ल जाउँ अब घरतिर जाउँ अनि आजको भिडियो यति नै